नमस्ते एभ्रिवान वेलकम ब्याक टु द भिडियो। आजको भिडियोमा चाहिँ हामीले नेटवर्किङको बारेमा बुझ्न गइरहेका छौँ। नेटवर्किङ चाहिँ एकदमै ब्रोड टपिक हो र यसमा चाहिँ एकदम धेरै कुराहरू पर्छ अनि नेटवर्किङ चाहिँ एकदमै इम्पोर्टेन्ट टपिक पनि हो साइबर सेक्युरिटीमा र आइटीको फिल्डहरूमा। हामीले चाहिँ विशेष गरी यो भिडियोमा नेटवर्किङ कन्सेप्टको बारेमा बुझ्न गइरहेका छौँ। नेटवर्किङ कन्सेप्टमा चाहिँ वाट इज कम्प्युटर नेटवर्किङ भन्दै सुरुमा यो बुझ्छौँ। त्यसपछि नेटवर्किङ कसरी काम गर्छ, हाउ नेटवर्किङ वर्क्स यो बुझ्नेछौँ। अनि टाइप्स अफ नेटवर्क, ल्यान, म्यान, वेन जुन चाहिँ अब लोवर क्लासमा पनि पढाइ हुन्छ। अनि वाट इज आइपी एड्रेस अनि टाइप्स अफ आइपी एड्रेसेस त्यो पढ्नेछौँ। अनि त्यसपछि पोर्टको काम के हो, पोर्ट्स इन नेटवर्किङ एन्ड तिनीहरूको रोल चाहिँ के हो भन्ने कुरा हुनेछ। अब चाहिँ बुझौँ वाट इज कम्प्युटर नेटवर्किङ। कम्प्युटर नेटवर्किङ भनेको चाहिँ के हो भनेर। कम्प्युटर नेटवर्किङ इज द प्र्याक्टिस अफ कनेक्टिङ मल्टिपल कम्प्युटिङ डिभाइस सो द्याट दे क्यान कम्युनिकेट, सेयर डेटा एन्ड युज रिसोर्सेस टुगेदर। भन्नाले चाहिँ के बुझिन्छ भन्दा कम्प्युटर नेटवर्किङ भनेको चाहिँ एउटा प्र्याक्टिस हो जुनमा हामीले धेरै कम्प्युटिङ डिभाइसहरूलाई चाहिँ कनेक्ट गर्छौँ। किन कनेक्ट गर्छौँ भन्दा चाहिँ कम्युनिकेसन गर्नको लागि, डेटाहरूलाई एकातिरदेखि अर्कोतिर सेयर गर्नको लागि, अनि रिसोर्सेसहरूलाई चाहिँ युज गर्नको लागि। अरू धेरै कुरा पनि हुन्छ, जस्तै अब केही स्ट्रिमिङहरू गर्नलाई नेटवर्किङ चाहियो चाहिँ, अनि डेटाहरूलाई सेयर गर्नलाई नेटवर्किङ चाहियो चाहिँ, त्यस्तो कुराहरू हुन्छ। अब हेरौँ नेटवर्किङले कसरी काम गर्छ भनेर है त। यो चाहिँ सिम्पली एउटा नेटवर्कको डायग्राम हो। यसमा चाहिँ धेरै डिभाइसेसहरू छन्। अब ल्यापटप होला, कम्प्युटर होला, एउटा मोबाइल होला, अनि चाहिँ यिनीहरूको चाहिँ एउटा आइपी एड्रेसहरू छ। अनि सबभन्दा मेन कुरा बुझ्नु चाहिँ के हो भन्दा राउटरको चाहिँ दुईटा आइपी एड्रेस हुन्छ है। एउटा चाहिँ पब्लिक आइपी एड्रेस भन्ने हुन्छ जुन चाहिँ यसलाई आइएसपीले प्रोभाइड गरेको हुन्छ। आइएसपी भन्नाले चाहिँ इन्टरनेट सर्भिस प्रोभाइडर। हजुरको अब इन्टरनेट सर्भिस प्रोभाइडर भन्नाले के बुझ्नुहुन्छ भन्दा हजुरसँग इन्टरनेट कसको छ भन्दै भनिन्छ नि हामीले। वर्ल्ड लिङ्कको इन्टरनेट होला, वायर नेटको इन्टरनेट होला, अरू के छ क्लासिटेकहरू, तिनीहरू डिसमको, यस्तो चाहिँ यो आइएसपीमा पर्छ। यिनीहरूले चाहिँ हामीलाई इन्टरनेट सर्भिस चाहिँ प्रोभाइड गर्छ, त्यही भएर इन्टरनेट सर्भिस प्रोभाइडर। अनि त्यसपछि चाहिँ यो पब्लिक आइपी एड्रेस आइएसपीले हाम्रो राउटरलाई प्रोभाइड गर्छ। अनि राउटरसँग चाहिँ आफ्नो प्राइभेट आइपी एड्रेस पनि हुन्छ है त, जुन चाहिँ यसले आफ्नो नेट टेबलमा सेभ गर्छ। अनि त्यसपछि चाहिँ यो राउटरले चाहिँ डिभाइसवाला आइपी एड्रेस प्रोभाइड गर्छ। यो प्रोभाइड गरेको आइपी एड्रेस छ नि, यो चाहिँ यो नेटवर्कमा मात्रै सीमित छ। यो चाहिँ बाहिरी इन्टरनेटलाई चाहिँ थाहा हुँदैन, आइएसपीलाई पनि थाहा हुँदैन है त। किन भन्दा चाहिँ यो चाहिँ प्राइभेट आइपी एड्रेस हो। पब्लिक आइपी एड्रेस चाहिँ अब अल ओभर बाहिर इन्टरनेटमा चाहिँ सबैले थाहा हुन्छ। त्यस कारणले राउटरले चाहिँ यो डिभाइसहरूलाई चाहिँ प्राइभेट आइपी एड्रेस दिने गर्छ। अब चाहिँ बुझ्नुपर्ने कुरा के हो भन्दा चाहिँ अब राउटरले चाहिँ एउटा डिभाइसवाला आइपी एड्रेस प्रोभाइड गर्छ, सेम लाइक एससीको आइपी एड्रेस जस्तै सेम गर्छ है त। जस्तै यहाँको केसमा हेर्न सक्नुहुन्छ, यसको आइपी एड्रेस चाहिँ 192.168.0.1 छ भने यो चाहिँ डिफल्ट हो है। डिफल्ट चाहिँ सुरुको आइपी एड्रेस चाहिँ यसले राख्छ है, राउटरले राख्छ। अनि त्यसपछि यसको नेट टेबलमा अरू जतिसम्म छ, जस्तै यो रेन्ज पनि यस्तो हुन्छ है, 192.168.0.0 देखि 255 सम्म चाहिँ हुन्छ। यो चाहिँ अब 0 त मिलेन, यो 1 चाहिँ यसले राखेको हुन्छ है, राउटर राखेको हुन्छ। अरू चाहिँ अरू कनेक्टिङ डिभाइसहरूलाई चाहिँ प्रोभाइड गर्छ। हामीले बुझियो सुरुको आइपी एड्रेस चाहिँ राउटर राख्छ। त्यसपछि चाहिँ यस्तै सिमिलर टाइपको चाहिँ अब डिभाइसहरूलाई दिन्छ। जस्तै हेर्न सक्नुहुन्छ 192.168.0.1 छ भने राउटरको, 192.168.0.101 चाहिँ ल्यापटपको भयो। त्यसपछि 102 चाहिँ कम्प्युटरको भयो, 103 चाहिँ मोबाइलको भयो। अब मैले चाहिँ यो के भन्यो भन्दा दिज आर प्राइभेट आइपी एड्रेसेस। अनि यसको चाहिँ आइडेन्टिटी हुन्न वाइड एरिया नेटवर्क। वाइड एरिया नेटवर्क भन्नाले चाहिँ इन्टरनेटमा यता बाहिर यो हाम्रो नेटवर्कभन्दा बाहिर चाहिँ यसको अस्तित्व चाहिँ हुन्न भन्ने बुझिन्छ। अब चाहिँ अर्को कुरा के बुझ्न पर्छ भन्दा राउटरले चाहिँ हाम्रो डिभाइसहरूदेखि आएको प्याकेटहरूलाई चाहिँ
यसले इन्टरनेटमा डेलिभर गर्छ, इन्टरनेट भन्नाले आइएसपीमा डेलिभर गर्छ, आइएसपीदेखि इन्टरनेटमा जान्छ है त। त्यसपछि अर्को कुरा के बुझ्नुपर्छ भन्दा चाहिँ राउटरले चाहिँ एकछिनमा चाहिँ एआरपी रिक्वेस्ट भन्ने हुन्छ। यो चाहिँ एआरपी भन्नाले चाहिँ एड्रेस रिजोल्युसन प्रोटोकल। यो रिक्वेस्ट चाहिँ हाम्रो डिभाइसहरुमा चाहिँ पठाउँछ, किनभने चाहिँ कति डिभाइसहरु मसँग कनेक्ट छ भनेर जान्न खोज्छ। त्यसकारणले चाहिँ एआरपी रिक्वेस्ट चाहिँ डिभाइसहरुले पठाउँछ। यो एआरपी रिक्वेस्टले चाहिँ के भन्छ भन्दा जस्तै 192.168.0.101 चाहिँ को हो भनेर सोध्छ है। जस्तै राउटरले एआरपी रिक्वेस्ट पठाउँछ अनि त्यसमा चाहिँ के सोध्छ भन्दा 192.168.0.101 को हो भन्दै चाहिँ सोध्छ। अब यसले चाहिँ राउटरलाई रेस्पोन्स दिन्छ, म हो भनेर रेस्पोन्स दियो भने चाहिँ राउटरलाई के थाहा भयो भन्दा मसँग यो ल्यापटप चाहिँ अझै कनेक्ट छ है, यो आइपी एड्रेस भएको ल्यापटप चाहिँ अझै कनेक्ट छ है भनेर जान्छ। किन जान्नुपर्छ भने चाहिँ अब कुनै डिभाइसहरु डिस्कनेक्ट भइसक्यो, यो आइपी चाहिँ हामीले अर्को डिभाइसलाई प्रोभाइड गर्न सकिन्छ। त्यसकारणले चाहिँ राउटरले छिनछिनमा एआरपी रिक्वेस्ट चाहिँ डिभाइसहरुलाई पठाउँछ। अनि चाहिँ हाम्रो प्याकेटहरु जस्तै ल्यापटपदेखि मैले केही वेबसाइटहरु भ्यू गर्न खोजे, त्यसदेखि चाहिँ अब राउटरमा प्याकेट आउँछ। अब त्यसमा चाहिँ के गर्छ भन्दा राउटरले त्यो प्याकेटमा यो प्राइभेट आइपीलाई चेन्ज गरेर आफ्नो पब्लिक आइपी राखेर चाहिँ इन्टरनेटमा पठाउने गर्छ है त। अब रेस्पोन्स पनि हो यही पब्लिक आइपीमा आउँछ। अनि त्यसपछि राउटरले चाहिँ अब कन्भर्ट गरेर यो प्राइभेट आइपीमा चाहिँ पठाउने हो रेस्पोन्स। यसलाई अलि डिटेलमा जाम। यो कन्भर्ट गर्ने प्रोसेसलाई चाहिँ नेट भन्छ है त, नेटी। यसको फुल फर्म चाहिँ नेटवर्क एड्रेस ट्रान्सलेसन। यो चाहिँ एउटा मेथड हो जुनमा चाहिँ राउटरले प्राइभेट आइपी एड्रेसलाई चाहिँ आफ्नो पब्लिक आइपी एड्रेस राखेर इन्टरनेटमा सेन्ड गर्छ। अनि यसले चाहिँ के गर्छ भन्दा चाहिँ अब धेरै डिभाइसहरुले चाहिँ अब एउटै पब्लिक आइपी एड्रेस युज गरेर इन्टरनेटमा पठाउन सकोस् भनेर चाहिँ यसले एक्सेसिबल गराइदिन्छ नेटले। अनि यसको प्रोसेस चाहिँ कस्तो हुन्छ भन्दा अब यदि हजुरले अब गुगलसँग कम्युनिकेट गर्न खोज्नुहुन्छ भने चाहिँ एउटा प्याकेट हजुरको राउटरमा आउँछ सुरुमा। त्यो प्याकेटमा चाहिँ हजुरको अब मैले ल्यापटपदेखि एक्सेस गर्न खोजेको छु इक्जाम्पलको लागि, अनि ल्यापटपदेखि चाहिँ प्याकेट राउटरमा आउँछ। त्यो प्याकेटमा चाहिँ के हुन्छ भन्दा ल्यापटपको आइपी एड्रेस हुन्छ विच इज प्राइभेट आइपी एड्रेस। अनि राउटरले चाहिँ त्यो नेट युज गरेर चाहिँ त्यो हजुरको प्राइभेट आइपी एड्रेस छ नि त्यसलाई चाहिँ हटाएर आफ्नो पब्लिक आइपी एड्रेस राख्छ र इन्टरनेटमा पठाइदिन्छ। अनि जुन प्याकेटमा त्यो राउटरले चाहिँ आफ्नो पब्लिक आइपी एड्रेस हालेको थियो नि त्यो चाहिँ राउटरले आफ्नो नेट टेबलमा सेभ गरेर राख्छ। अनि त्यसपछि त्यो गुगलले रेस्पोन्स पठाउँछ। अनि रेस्पोन्स पठाएपछि चाहिँ त्यो सुरुमा अब यही पब्लिक आइपी एड्रेस राउटरसँग आउँछ। अनि त्यसपछि चाहिँ त्यो रेस्पोन्स छ नि रेस्पोन्सलाई चाहिँ कम्पेयर गर्छ। अब यो रिक्वेस्ट कसले पठाएको यसको रेस्पोन्स यो हो भनेर त्यो नेट टेबलमा राखेको अघि कपीसँग कम्पेयर गर्छ। अनि त्यसपछि चाहिँ राउटरलाई थाहा हुन्छ यो ल्यापटपले यो 192.168.0.101 देखि यो प्याकेट आएको हो भनेर राउटरलाई थाहा हुन्छ। त्यसपछि त्यो गुगलदेखि आएको रेस्पोन्सलाई चाहिँ ल्यापटपमा डेलिभर गरिदिन्छ। अर्को मेन बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दा यो राउटरको प्राइभेट आइपी र यो डिभाइसको प्राइभेट आइपी चाहिँ अर्को नेटवर्कमा सेम छ भने चाहिँ त्यस्तो हुन पायो, किनभने चाहिँ यो चाहिँ प्राइभेट हो, यो बाहिरी अब इन्टरनेटसँग चाहिँ केही ताल्न चाहिँ मिल्दैन। यो चाहिँ बाहिरी इन्टरनेटमा अस्तित्व चाहिँ छैन यसको। त्यसकारणले अब मेरो राउटरको प्राइभेट आइपी नि हो 192.168.0.1 छ। अनि यदि मेरो छिमेकीको न त अरू कोही मान्छेको राउटरको प्राइभेट आइपी नि 192.168.0.1 छ भने चाहिँ यो हुन पायो। र अब तिनीहरूको राउटरसँग कनेक्ट भएको डिभाइसहरु नि यो 192.168.0.101 भयो भने नि त्यस्तो हुन पायो, किनभने चाहिँ यो प्राइभेट आइपी हो। तर यो पब्लिक आइपी चाहिँ डिफरेन्ट हुन पर्यो है। जस्तै मेरो पब्लिक आइपी यो 82.10.250.19 र अब अर्को कोही मेरो छिमेकी नत्र अरू कोही मान्छेको चाहिँ सेम हुन भएन। यो चाहिँ फरक हुन पर्यो है त। लेट मी गिभ यु एक्जाम्पल अलि डिटेलमा बुझाउनेलाई। एक्जाम्पलको लागि चाहिँ फिगर हेरौँ। जस्तै कि राउटर 1 भने चाहिँ मेरो राउटर हो, राउटर 2 भने चाहिँ मेरो छिमेकीको राउटर हो। अब यहाँ हेर्न सकिन्छ पब्लिक आइपी चाहिँ मेरो राउटरको र मेरो छिमेकीको राउटरको चाहिँ डिफरेन्ट हुन सक्छ, हुनै पर्छ। जस्तै अब
प्राइभेट आइपी चाहिँ सेम हुन नि सक्छ जस्तै यसको 192.168.1.1 होला यसको नि 192.168.1.1 होला हैन यो चाहिँ प्राइभेट आइपी राउटरको प्राइभेट आइपी सेम हुन सक्यो अनि डिफरेन्ट नेटवर्कमा डिफरेन्ट डिभाइसको प्राइभेट आइपी सेम हुन सक्यो जस्तै यसको नि 101 छ यसको नि 101 छ किनभने चाहिँ यो चाहिँ प्राइभेट हो नि यो चाहिँ यति रेन्जमा मात्र यो यसको प्राइभेट आइपी अनि यो आइपी चाहिँ यसको यति रेन्जमा मात्र यो पब्लिक आइपी डिफरेन्ट हुन पर्छ राउटरको पब्लिक आइपी डिफरेन्ट हुन पर्छ राउटरको प्राइभेट आइपी सेम हुँदा पनि केही हुँदैन किनभने प्राइभेट आइपी भनेको चाहिँ नेटवर्कको लागि मात्रै हो त्योभन्दा बाहिर चाहिँ यो प्राइभेट आइपीले काम गर्दैन त्यसकारणले अनि जस्तै दुईटा नेटवर्कमा दुईटा डिभाइस कनेक्ट छ भने तिनीहरूको प्राइभेट आइपी चाहिँ सेम हुन नि पायो अब चाहिँ हेरौँ सोर्स आइपी र डेस्टिनेसन आइपी भन्ने चाहिँ के हो भनेर है त यो चाहिँ एकदमै सजिलो छ जस्तै इक्जाम्पलको लागि चाहिँ हजुरले कुनै प्याकेट चाहिँ गुगललाई ट्रान्सफर गर्न खोज्नुभयो थ्रु इन्टरनेट जस्तै हजुरले अब मोबाइलदेखि गुगल एक्सेस गर्न खोज्नु छ भने चाहिँ हजुरको रिक्वेस्ट पहिला राउटरलाई जान्छ अनि राउटरले चाहिँ त्यसमा चाहिँ आफ्नो त्यो मोबाइलको आइपी एड्रेसलाई चेन्ज गरेर आफ्नो पब्लिक आइपी एड्रेस राखिदिन्छ त्यसपछि गुगललाई ट्रान्सफर गर्छ अनि गुगलले चाहिँ रेस्पोन्स दिन्छ अब तैँले एक्सेस गर्न सक्छस् भनेर रेस्पोन्स दिन्छ त्यो रेस्पोन्स चाहिँ अब राउटरमा आउँछ राउटरको किनभने राउटरको पब्लिक आइपी एड्रेस चाहिँ हामीले गुगलमा पठाइएको थियो नि त्यसकारणले अब रेस्पोन्स पनि राउटरमा आउँछ अनि राउटरले चाहिँ हाम्रो डिभाइसमा बल्ल पठाउँछ अब जस्तै यो केसमा चाहिँ सोर्स आइपी र डेस्टिनेसन आइपी भन्नाले के बुझिन्छ भन्दा हजुरले गुगललाई रिक्वेस्ट गर्न छ भने चाहिँ राउटरदेखि गुगललाई रिक्वेस्ट गर्न छ भने चाहिँ राउटरको आइपी एड्रेस चाहिँ सोर्स आइपी एड्रेस हुन्छ अनि जहाँ चाहिँ रिक्वेस्ट गर्नुभएको गुगलमा रिक्वेस्ट गर्नुभएको चाहिँ डेस्टिनेसन आइपी एड्रेस हुन्छ यो चाहिँ एकदमै इजी छ अब चाहिँ सबैभन्दा मेन टपिक आयो है त आइपी एड्रेस आइपी एड्रेसमा चाहिँ दुई खालको आइपी एड्रेस हुन्छ हामीसँग एउटा चाहिँ आइपिभी4 हुनाले चाहिँ इन्टरनेट प्रोटोकल भर्जन 4 भन्ने यो आइपिभी4 यसमा चाहिँ यस्तो खालको हुन्छ यो आइपिभी4 चाहिँ 4वटा बक्सा खाना हुन्छ एउटा दुईटा तीनटा 4वटा खाना हुन्छ 4वटा ग्रुप बन्न सकिन्छ अक्टेट बन्न सकिन्छ यसमा अनि एउटा खाना चाहिँ 8 बिटको हुन्छ which is equal to 1 बाइट है अनि चाहिँ अब यो यसमा चाहिँ यो अहिले 17 छ यसमा चाहिँ 0 देखि 255 सम्म जति पनि हुन सक्छ यो यसमा अनि यो 172 छ यसमा 0 देखि 255 सम्म जति पनि हुन सक्छ यसमा जति पनि हुन सक्छ है त अनि चाहिँ यो टोटल अब यो 8 बिटको भयो यो 8 बिटको भयो यो पनि 8 बिटको भयो यो पनि 8 बिटको गर्दा टोटल साइज चाहिँ 32 बिट हुन्छ which is equal to 4 बाइट है त अनि आइपिभी4 को चाहिँ क्लासहरु चाहिँ 5वटा क्लास छ यो चाहिँ क्लास ए क्लास बी क्लास सी क्लास डी क्लास ई गर्दै ओरियो छ यो चाहिँ हामीले पछि हेर्ने छौं अब चाहिँ मेन कुरा चाहिने चाहिँ के भन्दा आइपी एड्रेसले चाहिँ हामीलाई धेरै कुराहरु भन्छ अब जस्तै यो आइपी एड्रेस छ नि यो चाहिँ पब्लिक आइपी एड्रेस हो है यो चाहिँ प्राइभेट होइन है साथीहरु किनभने यो प्राइभेट आइपी एड्रेस छ अब बाहिरी इन्टरनेटमा चाहिँ त्यसको अस्तित्व छैन अब जस्तै अब यसमा नि चाहिँ अब जस्तै 192.168.1.70 यसमा हुन सक्छ कि नै हुन सक्छ नि तर यो आइपी एड्रेस चाहिँ पब्लिक आइपी एड्रेस होइन यो चाहिँ प्राइभेट आइपी एड्रेस हो कसरी के चिन्ने भन्दा चाहिँ यहाँ तल छ जस्तै प्राइभेट आइपी एड्रेस चाहिँ रिजर्भ छ कतिदेखि रिजर्भ छ भन्दा 10.0.0.0 देखि 10.255 सम्मको कुनै आइपी छ भने यो प्राइभेट हो अनि 172.16.00 देखि 172.31.255 सम्म छ भने यो पनि एउटा प्राइभेट आइपी एड्रेस हो अनि त्यस्तै गरी यो 192.168.00 अनि 192.168.255 सम्म छ भने यो पनि एउटा प्राइभेट आइपी एड्रेस हो यो केसमा हाम्रो यो मिल्यो है त कि 192.168.1.70 192.168.0 देखि स्टार्ट भएको मेरो यहाँ 1 मा छ अनि 70 मा चाहिँ यो एउटा प्राइभेट आइपी एड्रेस हो यो पब्लिक आइपी एड्रेस होइन
तर यो प्राइभेट आइपी एड्रेसले चाहिँ यस्तो केही भन्दैन है त। यो चाहिँ यो पब्लिक आइपी एड्रेसले मात्रै भन्छ। अब पब्लिक आइपी एड्रेसमा हेर्दा चाहिँ सुरुको यो अक्टेट छ नि, यो ग्रुप छ नि, यसले चाहिँ कन्ट्रीलाई रिप्रेजेन्ट गर्छ। कन्ट्री के होला? नेपाल होला, इन्डिया होला, युएस होला, यसले चाहिँ कन्ट्रीलाई रिप्रेजेन्ट गर्छ। अनि सेकेन्ड यो ग्रुपले चाहिँ स्टेटलाई, जस्तै नेपालको नि बागमती प्रोभिन्स होला हैन, लुम्बिनी प्रोभिन्स होला, सुदूरपश्चिम होला, त्यसलाई। अनि थर्ड यो ग्रुपले चाहिँ आइएसपी, इन्टरनेट सर्भिस प्रोभाइडर, इक्जाम्पल वर्ल्डलिङ्क, बायोनेट, डिसोम, अनि त्यही क्लासिडेक, इक्जाम्पल त्यस्तै। अनि यो 47 ले चाहिँ डिभाइस भन्नाले चाहिँ राउटर कुन खालको हो, कस्तो हो भन्नाले चाहिँ यो डिभाइसले बुझाउँछ है त। यो चाहिँ आइपी भर्जन 4 ले हो। अनि यो IPv4 को चाहिँ 2^32 which mean 4.29 बिलियन वटा एड्रेस बन्छ IPv4 को। त्यसमध्ये नि अब प्राइभेट आइपीलाई चाहिँ अब छुट्टै रिजर्भ भएको हुन्छ। अनि त्यसमाथि अब लोकल होस्टहरू भयो, अनि जस्तै ब्रोडकास्ट च्यानलहरू भयो, हो तिनीहरूको आइपीलाई छुट्टै गर्दा पब्लिक आइपी राउटरहरूलाई प्रोभाइड हुने चाहिँ टोटलमा 3.7 बिलियन एड्रेसेसहरू हो IPv4 को। अब चाहिँ इन्टरनेट प्रोटोकल भर्जन 4 को क्लासहरू हेरौँ है त। अब इन्टरनेट प्रोटोकल भर्जन 4 को क्लासहरू चाहिँ सिम्पली क्लास ए, क्लास बी, सी, डी, ई गरेर 5 वटा छ। अब यसमा चाहिँ के छ भन्दा क्लास ए आइपी एड्रेस चाहिँ 1 देखि 126 सम्म हुन्छ है त। 1 देखि 126 मेन चाहिँ के भन्दा 1.0.0.0 देखि सुरु भएर 126.255 सम्म चाहिँ क्लास ए को आइपी एड्रेस प्रोभाइड हुन्छ है त। अब यो क्लास ए आइपी एड्रेस चाहिँ कसले पाउँछ भन्दा ह्युज अर्गनाइजेसन, एकदमै ठुलो अर्गनाइजेसन, लार्ज नेटवर्क भएको, अनि मिलियन अफ डिभाइसलाई अब सपोर्ट गर्ने बेला अर्गनाइजेसनले यो 1.0.0.0 देखि 126.255 चाहिँ यो ह्युज अर्गनाइजेसनहरूले पाउँछ है त, लार्ज अर्गनाइजेसनले। अनि क्लास बी आइपी एड्रेस चाहिँ 128 देखि 191 सम्म भन्नाले 128.0.0.0 देखि 191, 255 सम्म। अब यो आइपी एड्रेस चाहिँ कसले पाउँछ भन्दा मिडियम साइज अर्गनाइजेसन लाइक युनिभर्सिटीहरू, अनि कर्पोरेसन्सहरू, एनजिओ यस्तै तिनीहरूले पाउँछन्। अनि क्लास सी को आइपी एड्रेस चाहिँ 192 देखि 223 सम्म, 192.0.0.0 देखि 223.255 यो चाहिँ सिम्पली हाम्रो घरको कमनली फर स्मल ल्यान्ड। यो क्लास सी को आइपी एड्रेसले चाहिँ 254 वटा डिभाइस मात्रै सपोर्ट गर्छ है त। त्यही भएर चाहिँ यो स्मल ल्यान्ड भन्नाले हाम्रो घरको वाइफाई चाहिँ क्लास सी को हुन्छ। अनि क्लास डी को चाहिँ 224 देखि 239 सम्म, 224.0.0.0 देखि 239, 255 सम्म। यो चाहिँ कस्तोले गर्छ भन्दा मल्टिकास्टिङ, जस्तै अब एउटै यहीँदेखि चाहिँ अब धेरै डिभाइसहरूलाई चाहिँ डेटा सेयर गर्न छ, पठाउन छ भने चाहिँ यो जस्तै ब्रोडकास्ट च्यानलहरूले हैन, त्यस्तोले चाहिँ यो आइपी एड्रेस पाउँछ है त। अनि क्लास ई को चाहिँ फेरि 240 देखि 255 सम्म, 240.0.0.0 देखि 255, 255 सम्म। यो चाहिँ रिजर्भ छ एक्सपेरिमेन्टल पर्पजको लागि है। अब यहाँ चाहिँ एउटा नोटिस गर्नुभयो कि नै हजुरहरूले, यहाँ चाहिँ सिधै 1 देखि 126 छ, त्यसपछि 120 गर्दै सुरु छ, भनेपछि 127 खै त 127.0.0.0 देखि 127.255.255 खै त। त्यसको एन्सर चाहिँ यहाँ छ है त, खै त 127.0.0 देखि 127.255 खै त। यहाँ हेर्नु है त, दिस इज रिजर्भ फर लोकल होस्ट। लोकल होस्ट भन्ने हजुरलाई थाहा छ होला। अब डेभलपर हुन्छ भने त अब टेस्टिङ गर्न पर्यो सफ्टवेयरहरूलाई,
वेबसाइटहरु कस्तो भयो भनेर लोकल होस्टमा पब्लिसन हेरेर यसो हेर्न पर्यो n0 को भन्ने चलाउन सक्ने तपाईले n0 बनाउने लोकल होस्ट यदि चाहिँ हजुरले अब केही http लोकल होस्टमा गएर हेर्न सक्नुहुन्छ यो मेरो वेबसाइट कस्तो हो यो कस्तो देखिन्छ भनेर त्यसले चाहिँ यो डेभलपरहरुले युज गर्नुहुन्छ used by developer to test server app and networking without needing internet use नगरिकिन चाहिँ यो चाहिँ टेस्ट गर्नलाई चाहिँ यो रिजर्भ छ है त 127.0.0 देखि 127.255.258 अब चाहिँ हेरौ IPv6 एड्रेस है त IPv6 भन्नाले चाहिँ इन्टरनेट प्रोटोकल भर्जन 6 यो IPv4 भन्दा के फरक छ यो IPv4 चाहिँ पुरानो अब यो IPv6 चाहिँ किन आयो भन्दाखेरि ओ 3 पोइन्ट कति भने मैले समथिङ यस्तै कति भने 9 कि 96 कति भने त्यति बिलियन एड्रेसहरु नि सफिसिएन्ट भएन अहिले चाहिँ अल ओभर अब वर्ल्ड वाइड चाहिँ अब इन्टरनेट युज गर्ने यो 4.23 मिलियन बिलियन भन्दा धेरै मान्छेहरु छन् त्यसकारणले चाहिँ यो IPv4 चाहिँ सफिसिएन्ट भएन त्यसकारणले IPv6 एड्रेसलाई चाहिँ इन्ट्रोड्युस गरेको अब यसको क्यापेसिटी चाहिँ अब IPv4 को 2 को पावर 32 हुन्थ्यो होला यतिवटा एड्रेस हुन्थ्यो भने IPv6 को चाहिँ 2 को पावर 64 वटा यो भनेपछि धेरै एकदमै धेरै यो भन्दा त अब 4-5 गुणै धेरै त्यसकारणले IPv6 इन्ट्रोड्युस भएको हो अब चाहिँ यसको हेर्नु पर्यो अब यो एउटा यसमा चाहिँ एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा खाना हुन्छ आठवटा खानामा चाहिँ एउटा खाना चाहिँ 16 बिटको हुन्छ अब IPv4 मा कति थियो IPv4 मा 8 बिटको थियो भने IPv6 मा 16 बिटको हुन्छ यो चाहिँ हेक्साडेसिमल हुन्छ है त यो खाना भित्र हेक्साडेसिमल अब IPv4 मा डेसिमल थियो यसमा हेक्साडेसिमल टोटल 16 बिटको व्हिच मिन 2 बाइट अनि टोटल 16 गर्दा टोटल 128 बिट which is equal to 16 बाइट है त अब यसमै 8 वटा अपडेट हुन्छ ग्रुप हुन्छ हेक्साडेसिमल नम्बरको अब IPv4 मा चाहिँ डेसिमल नम्बरको कतिवटा हुन्थ्यो 4 वटा अपडेट हुन्थ्यो है त यही नै हो IP एड्रेसको बारेमा अब चाहिँ पोर्टको बारेमा बुझौं है त हामीसँग डिफल्ट चाहिँ 0 देखि 65535 वटा पोर्ट हुन्छ हामीसँग यसमध्ये नि पोर्ट चाहिँ रिजर्भ गरेको हुन्छ जस्तै वेल नोन पोर्ट भन्दै हुन्छ यहाँ वेल नोन पोर्ट चाहिँ 1 देखि 1023 सम्म हुन्छ यो चाहिँ रिजर्भ केलाई सर्भिसहरुलाई रिजर्भ गरेको हुन्छ HTTP सर्भिसको लागि FTP भयो अनि कुनै DNS होला जस्तै अनि SMTP होला एक्जाम्पलको लागि यहाँ हेर्न सकिन्छ पोर्ट 22 चाहिँ SSH लाई हुन्छ 25 SMTP लाई 53 DNS लाई अनि 80 चाहिँ HTTP लाई त्यही तरिकाले चाहिँ अब रेजिस्टर पोर्ट भन्ने हुन्छ यो चाहिँ 1024 देखि 49151 सम्म यो चाहिँ अब एप्लिकेसन र भेन्डरहरुलाई एप्लिकेसन बनाउनले चाहिँ यो माइक्रोसफ्ट SQL सर्भर ओरेकल डेटाबेस MySQL यिनीहरुलाई माइक्रोसफ्ट SQL सर्भरको 1433 ओरेकल डेटाबेसको 1521 अनि MySQL को 3306 और यस्तो टाइपको हुन्छ अनि डाइनामिक पोर्ट भनेको चाहिँ यो चाहिँ अपरेटिङ सिस्टमलाई दिएको हुन्छ यो अपरेटिङ सिस्टमले युज गर्छ जस्तै कुनै अब पोर्ट अब 80 मा लिसन गर्दै छ कुनै सर्भिस रनिङ छ अपरेटिङ सिस्टमले हामीलाई यो डाइनामिक पोर्ट प्रोवाइड गर्छ जस्तै अब 49153 हामीले प्रोवाइड गर्यो भने हामीले चाहिँ यसदेखि यो पोर्ट 80 कुनै सर्भिस चलेको छ यसलाई लिसन गर्ने हो त अब त्यसलाई अझै बुझौं एक्जाम्पलको लागि मेरो IP चाहिँ 192.168.1 मेरो कोही साथीको IP चाहिँ 192.168.1.2 यो चाहिँ ल एक्जाम्पलको लागि यो कुनै सर्भिस होला है यो सर्भिस होला यो म होला है त अनि यो चाहिँ यो सर्भिस चाहिँ अब पोर्ट 8 यो चाहिँ पोर्ट 80 मा रनिङ छ लिसन गर्दै छ हो सर्भिसको पोर्ट चाहिँ HTTP चाहिँ हुन्छ HTTP भनेपछि चाहिँ पोर्ट 80 अनि त्यसकारणले अब यो अपरेटिङ सिस्टम हामीसँग जुन रनिङ अपरेटिङ सिस्टम छ यसले चाहिँ हामीलाई डाइनामिक पोर्ट दिन्छ डाइनामिक पोर्ट चाहिँ मैले अघि भर्खर भनिसके मलाई अब मेरो अपरेटिङ सिस्टमले यो
49153 भन्ने डाइनामिक पोर्ट दिए होला अनि त्यसपछि चाहिँ मैले यस्तै रिक्वेस्ट गरेर यो सर्भिसको पोर्ट 80 मा रिक्वेस्ट गर्छु। यसमा चाहिँ के हुन्छ भन्दा 49153 देखि हामीले पोर्ट 80 यो डेस्टिनेसन यो सोर्स पोर्ट यो चाहिँ डेस्टिनेसन पोर्ट हामीले यसरी रिक्वेस्ट गर्छौं र यसलाई लिसन गर्छौं है त। अब यहाँ चाहिँ अब डिफरेन्ट पोर्टहरु हुन्छ। अब सर्भिस अनुसार हुन्छ। अब एचटीटीपी ले पोर्ट 80 युज गर्छ भने अब डीएनएस ले 53 गर्छ। अरु त्यस्तै अब एसएमटीपी भयो, एफटीपी भयो, यिनहरुको चाहिँ डिफरेन्ट पोर्टहरु हुन्छ है। जस्तै एचटीटीपी को 80 भयो, डीएनएस को 53 भयो अनि एसएमटीपी को 25 भयो र यस्तै गरी यो सर्भिसहरुको डिफरेन्ट पोर्टहरु हुन्छ है त। अनि हामीले चाहिँ यसलाई डाइनामिक पोर्ट हाम्रो अपरेटिङ सिस्टमले प्रोवाइड गरेको यो डाइनामिक पोर्ट देखि हामीले चाहिँ यिनहरुलाई रिक्वेस्ट गर्छौं र लिसन गर्छौं। यसको यो सर्भिसको अब रिप्लाई पनि हाम्रो यही पोर्टमा आउँछ है त। अनि चाहिँ डिफरेन्ट पोर्ट चाहिँ डिफरेन्ट एप्लिकेसनहरु डिफरेन्ट सर्भिसको लागि हुन्छ। जस्तै एक्जाम्पलको लागि हेरौं, पोर्ट नम्बर 20 चाहिँ हाम्रो एफटीपी डेटा शेयरिङको लागि हुन्छ। यसले चाहिँ प्रोटोकल चाहिँ टीसीपी यानी कि ट्रान्समिसन कन्ट्रोल प्रोटोकल युज गर्छ। अनि त्यसैगरी पोर्ट नम्बर 21 एफटीपी कन्ट्रोलको लागि, 22 एसएसएस को लागि, 25 एसएमटीपी, 53 डीएनएस, 80 एचटीटीपी अनि 110 पप3 र 443 एसएसएल है त। अनि यिनीहरुले चाहिँ युज गर्ने प्रोटोकल चाहिँ धेरै जसो टीसीपी चाहिँ युज गर्छन्। यहाँ हेर्न सक्नुहुन्छ टीसीपी चाहिँ यूडीपी पनि चाहिँ धेरै जसो टीसीपी चाहिँ युज गर्छन् है त। ल आजको भिडियोमा चाहिँ यति नै। आई होप सबैजनालाई यो भिडियो मन पर्यो होला। मन पर्यो भने चाहिँ एउटा लाइक अनि कमेन्ट पनि गर्नु होला मिठो। अनि नयाँ हुनुहुन्छ भने च्यानलमा चाहिँ सब्स्क्राइब गर्नु होला। अनि केही अब कोही छन् यस्तै हजुरको केही अब साथीहरु टेकमा इन्ट्रेस्टेड कोही हुनुहुन्छ भने चाहिँ शेयर गर्दा पनि हुन्छ। अनि चाहिँ अब कुनै टपिकहरु चाहिँ हल्का भास्ट पनि हुन्छ। जस्तै अब त्यो आईपी को क्लासहरु भयो, त्यो चाहिँ हल्का अब सुरुमा एकचोटी हेर्दा चाहिँ नबुझ्ने पनि हुन्छ। त्यो चाहिँ अब अर्कोचोटी पनि हेर्नु होला। बुझ्दैन भने बुझाउन त अब मैले एकदमै राम्रोसँग कोसिस गरेको। अब हजुरलाई कस्तो छ के छ भिडियो चाहिँ यसो कमेन्ट पनि गर्नु होला है। हजुरकै अब सजेसन अनुसार कसरी गराउने के गराउने मलाई पनि हल्का मोटिभेट हुन्छ। त्यसकारणले यसो कमेन्ट चाहिँ गर्नु होला है त। ल आजको भिडियोमा चाहिँ यति नै। आई होप हामी अर्को भिडियोमा मिल्दै छौं। अनि नयाँ हुनुहुन्छ भने चाहिँ एकचोटी च्यानललाई पनि चेक गर्नु होला है त। यस्तो खालको भिडियोहरु चाहिँ अब आउने नै छ। अनि त्यहाँ अलरेडी 4-5 वटा भिडियो चाहिँ यस्तै खालको छ। हल्का अब आफ्नो नलेजलाई पनि हल्का सार्प गराउनु पर्यो। त्यसकारणले चाहिँ च्यानल भिजिट गर्नु पर्यो, नबिर्सिनु होला है त। ल होप यु इन्जोय द भिडियो। हामी चाहिँ अर्को भिडियोमा अवश्य नै मिल्ने छौं। हस्, धन्यवाद।